ल अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। आज हामी एउटा यस्तो विषयको चिरफार गर्दैछौँ जुन संसारभरि लाखौं मानिसको दैनिकी बनिसकेको छ, योग। तर अचम्मको कुरा के छ भने आधुनिक समयमा योग भन्ने बित्तिकै धेरैको दिमागमा योग म्याट, शारीरिक तन्काई वा केही गाह्रा आसनहरू मात्र आउँछन्, होइन र? आजको यस विश्लेषणमा हामी त्यो बाहिरी पत्रलाई पुरै पन्छाएर योगको वास्तविक, गहिरो र प्राचीन जरासम्म पुग्नेछौँ। विशेष गरी आजको यो तनावपूर्ण र भागदौड भरिएको संसारमा मनलाई शान्त राख्ने यो प्राचीन कलाको सान्दर्भिकता झनै बढेको छ। त्यसो भए शारीरिक कसरतभन्दा धेरै पर रहेको यसको मूल मर्म साँच्चै के हो त? हजारौं वर्ष अघि यसलाई कसरी बुझिन्थ्यो? आउनुहोस् एकदमै शान्त र स्पष्ट मनका साथ यसका प्राचीन सिद्धान्त र मार्गहरूको यात्रा सुरु गरौँ। कुनै पनि कुराको चुरो कुरो बुझ्नु छ भने त्यसको उत्पत्तितर्फ नै फर्कनुपर्छ। सुन्दा रोचक लाग्न सक्छ, तर योग शब्दको भाषिक जरा प्राचीन संस्कृत धातु युजबाट आएको हो। यसको शाब्दिक अर्थ के हुन्छ थाहा छ? जोड्नु, मिलाउनु वा एकाग्र गर्नु। यसको मतलब शरीरलाई कसरी तन्काउने भन्ने होइन, बरु यसको अर्थ हो दुई फरक कुरालाई एक ठाउँमा ल्याएर जोड्नु। यसले एकदमै स्पष्ट पर्छ कि योगको सबैभन्दा आधारभूत उद्देश्य भनेकै खण्डित भएको कुरालाई एकताबद्ध गर्नु हो। यो विचार आफैमा साँच्चै नै निकै शक्तिशाली छ। यसै सन्दर्भमा अब हामी हाम्रो पहिलो मुख्य खण्डतर्फ अगाडि बढौँ, पतञ्जलिको योग सूत्र अर्थात् अभ्यासको व्यवस्थित रूप। प्राचीन कालमा यस्ता धेरै ज्ञान र अभ्यासहरू यताउति छरिएर रहेका थिए। ती सबैलाई एकत्रित गरेर एउटा व्यवस्थित दर्शनको रूप दिने श्रेय प्राचीन ऋषि पतञ्जलिलाई जान्छ। उनले यसलाई एउटा विचारमा मात्र सीमित राखेनन्, एकदमै स्पष्ट र संरक्षित दर्शन नै बनाए। आज पनि उनको योग सूत्र सबैभन्दा प्रमाणिक मानिन्छ। त्यही ग्रन्थको यो एउटा अत्यन्तै महत्त्वपूर्ण श्लोकलाई मनन गरौँ है त। योगः चित्तवृत्ति निरोधः। सुन्दा यो केवल एउटा वाक्य जस्तो लाग्न सक्छ, तर यसमा हजारौं वर्षको ज्ञान र मानव मनोविज्ञानको गहिरो बुझाइ जम्मा 3वटा शब्दमा समेटिएको छ। र यसले वास्तवमा योग के हो भन्ने कुराको एकदमै उत्कृष्ट चित्रण गर्छ। अघिको श्लोकको सिधा अर्थ यहाँ हेरौँ। योग भनेको मनका चञ्चल वृत्तिहरूलाई रोक्नु वा नियन्त्रण गर्नु हो। त्यसैले यहाँ सबैभन्दा ठूलो टेकअवे अर्थात् महत्त्वपूर्ण बिन्दु के हो भने योग भनेको आधारभूत रूपमा एउटा मानसिक अभ्यास हो, केवल शारीरिक होइन। हाम्रो मन स्वभावैले चञ्चल हुन्छ नि, छाल जस्तै छटपटाइरहन्छ। हो, तिनै अस्थिर र अशान्त विचारहरूलाई नियन्त्रण गरेर मनलाई शान्त बनाउनु नै वास्तविक योग हो। यो शरीरको लचकता भन्दा पनि मनको पूर्ण नियन्त्रणको कुरा पो रहेछ। अब हामी हाम्रो दोस्रो खण्डमा प्रवेश गर्दैछौँ, जहाँ हामी योगको व्यापक अर्थलाई बुझ्ने प्रयास गर्नेछौँ। जब मनलाई नियन्त्रण गर्न सकिन्छ, तब यसको जादुई प्रभाव हाम्रो सम्पूर्ण जीवनमा देखिन थाल्छ। यो मानसिक नियन्त्रण कसरी फराकिलो भएर एउटा पूर्ण जीवनशैली बन्छ भन्ने कुरालाई 3वटा मुख्य स्तम्भमा बाँडेर हेर्न सकिन्छ। पहिलो, जीवात्मा र परमात्माको मिलन। अघि हामीले युज अर्थात् जोड्नु भनेर कुरा गरेका थियौँ नि। हो, व्यक्तिगत चेतनालाई सर्वोच्च चेतनासँग जोड्नु नै यसको अन्तिम आध्यात्मिक लक्ष्य हो। दोस्रो, मन, शरीर र आत्माको सन्तुलन। यी 3वटा कुरा जब एउटै लयमा चल्छन् तब मात्र पूर्ण स्वास्थ्य प्राप्त हुन्छ। र तेस्रो, अनुशासनयुक्त जीवनशैली। प्राचीन ज्ञानले एकदम प्रष्ट भनेको छ कि योग कुनै बिहान गरिने 1 घण्टाको अभ्यास मात्र होइन, यो त दिनभरि गरिने सन्तुलित र अनुशासित जीवन जिउने कला हो। ल अब तेस्रो खण्डमा जाउँ, जहाँ हामी योगका 5 प्रमुख मार्गहरूबारे चर्चा गर्नेछौँ। यो सन्तुलनको अवस्थामा पुग्ने लक्ष्य एउटै भए पनि त्यहाँ पुग्ने बाटोहरू मानिसको स्वभाव अनुसार फरक फरक हुन सक्छन्। आखिर हामी सबैको रुचि र क्षमता एउटै त हुँदैन नि, होइन र? त्यसैले प्राचीन ज्ञानले विभिन्न प्रकृतिका मानिसहरूलाई एउटै गन्तव्यमा पुर्याउन विभिन्न मार्गहरू पहिचान गरेको छ। यहाँ देखाइएका 5 प्रमुख मार्गहरू हेरौँ। पहिलो हो राजयोग। यो ध्यान र मानसिक अनुशासनमा केन्द्रित छ, जसलाई पतञ्जलिले सबैभन्दा बढी जोड दिएका थिए। दोस्रो, कर्मयोग। यो निस्वार्थ कर्म गर्ने मार्ग हो, जहाँ फलको आशा नगरी आफ्नो काम गरिन्छ। तेस्रो, भक्ति योग, जुन ईश्वरप्रतिको पूर्ण भक्ति र प्रेममा आधारित छ। चौथो, ज्ञान योग। यो ज्ञान र विवेकको मार्ग हो, जहाँ बौद्धिक खोजबाट सत्य पैलाइन्छ। र पाँचौं हो हठयोग, जसमा आसन, प्राणायाम जस्ता शारीरिक अभ्यासहरू पर्छन्। यहाँनिर सबैभन्दा रोचक कुरा के छ भने आज विश्वभरि योग भनेर चिनिएको र सबैले गर्ने हठयोग त सम्पूर्ण योग विज्ञानको एउटा सानो हाँगा मात्र पो रहेछ। बाँकी सबै मार्गहरू त मन, कर्म, भक्ति र ज्ञानसँग जोडिएका छन्।
अब लागौं हाम्रो अन्तिम खण्डतर्फ, भगवद् गीतामा रहेको परम ज्ञान। यस विश्लेषणको सबैभन्दा गहिरो तहमा पुग्दै गर्दा भगवद् गीतामा रहेको यो अत्यन्तै प्रसिद्ध र शक्तिशाली श्लोकलाई मनन नगरी धरै पाइँदैन। समत्वम योग उच्यते। अघि हामीले ज्ञान, कर्म र भक्तिका कुरा गर्यौं नि, ती सबै गीतामा एकदमै विस्तृत रूपमा व्याख्या गरिएका छन्। तर यो एउटै भनाइले योगको सम्पूर्ण दर्शनलाई चरमोत्कर्षमा पुर्याएको छ। यसले कति सुन्दर ढङ्गले प्रश्न पार्छ भने, सफलता होस् वा असफलता, सुख होस् वा दुःख, लाभ होस् वा हानि, यी सबै उकाली ओह्रालीहरूमा मनलाई समभाव अर्थात् समान र सन्तुलित अवस्थामा राख्न सक्नु नै वास्तवमा योग हो। बाहिरी परिस्थिति जस्तोसुकै आधी बेहरी जस्तो किन नहोस्, भित्री रूपमा एकदमै अविचलित र शान्त रहन सक्नु नै वास्तविक सफलता हो। हामीले योगको शाब्दिक अर्थबाट सुरु गरेर मनको नियन्त्रण, जीवनशैली र 5 फरक मार्गहरू हुँदै भगवद् गीताको समभावसम्मको गहिरो यात्रा गर्यौं। यसले अब हामीलाई एउटा निकै महत्त्वपूर्ण र गहिरो प्रश्नको संहारमा ल्याइ पुर्याएको छ। योगका यी 5 मार्गहरूमध्ये राजयोग, कर्मयोग, भक्तियोग, ज्ञानयोग वा हठयोग कुन चाहिँ मार्गले आध्यात्मिक यात्रामा मनको त्यो परम सन्तुलनतर्फ डोर्याउँछ त? सायद यसको ठ्याक्कै एउटै उत्तर छैन र यो व्यक्तिगत स्वभाव अनि आत्मखोजको आफ्नै यात्रामा लुकेको हुन सक्छ। यो एउटा यस्तो प्रश्न हो जसले प्राचीन कालदेखि नै धेरैलाई आफ्नो भित्री सत्य खोज्न प्रेरित गर्दै आएको छ। यसलाई आफैभित्र एकपटक पक्कै सोचेर हेर्नुहोला।